हेलो एभ्रिवान एन्ड वेलकम टु माई नेक्स्ट ब्लग। आज पनि म रेडी भइसक्यो प्र्याक्टिस क्लासको जानको लागि। र मेरो आजको ओओटिडी भनेको चाहिँ इटालियन एस्प्रेसोको टी सर्ट र जिन्सको प्यान्ट। हाम्रो क्लास भनेको चाहिँ 10 बजेदेखि 11 बजीसम्म हो, त्यही भएर अहिलेलाई 9 बजिसकेको छ। हामी रेडी भएर क्लासमा भेट्नेछौँ। हामीले गयो क्लासमा हामीले आज बनायौँ स्पेनिस लाते बनाउनको लागि चाहिँ हामीलाई फर्स्ट सुरुमा सर्भिङ ग्लासमा 6 to 8 पिस आइस क्युब चाहिन्छ भने त्यसमा एड गर्छौँ हामी 30 ml कन्डेन्स मिल्क एड गरिसकेपछि हामी एड गर्छौँ एस्प्रेसो र एस्प्रेसो एड गरिसकेपछि हाम्रो रेडी हुन्छ मिठो स्पेनिस लाते। र स्पेनिस लाते कस्तो देखिन्छ भनेर हजुरले हेर्न सक्नुहुन्छ यो फोटोमा। स्पेनिस लाते बनाइसकेपछि हामीले स्टार्ट गऱ्यौँ स्वान लाते आर्ट बनाउनलाई फर्स्ट सुरुमा फ्रथिङ गऱ्यौँ। फ्रथिङ गरिसकेपछि हामीले गऱ्यौँ पोरिङ गरेर टक्क लाएर हामीले बनायौँ स्वान लाते आर्ट। हल्का बनेको छैन, यो चाहिँ प्र्याक्टिस एकदम जारी छ। एकदम दिनदिनै नयाँ चिज बनाउने कोसिस हो। त्यसपछि मेरो पालो सकेपछि सुन्नाको पालो। सुन्नाले नि फ्रथिङ गर्यो स्टिम रिलिज गरिसकेपछि टक्क लाएर उसले पनि पोरिङ गर्न स्टार्ट गर्यो। यो चाहिँ स्वान डिजाइनको आर्ट बनाउँदैछौँ। त्यसपछि आर्ट गरिसकेपछि हाम्रो आर्ट बनेर रेडी भइसकेको छ। र कस्तो र कसको राम्रो बन्यो भनेर चाहिँ तपाईँहरूले मैले यो भिडियो पछि राखेको भिडियोमा देख्न सक्नुहुन्छ। टक्क लाएर यो चाहिँ हाम्रो आर्ट। क्लासबाट आउँदासम्म चाहिँ मलाई भोक लागिसकेको थियो, त्यसैले मैले चाउचाउ सधेर खाएँ केचपसँग भोलिको। चाहिँ साह्रै मिठो लाग्छ। त्यसपछि मैले धेरै जस्तो चाहिँ गाजर युज गरेको छु। मलाई गाजर एकदम मनपर्छ। अरू केही खान सके नसके नि यो एग बोर्डको चाहिँ खान सक्छु, योभन्दा धेरै चाहिँ खान सक्दैन। त्यसपछि मिठो छ। हल्का रुगा लाग्यो छ। यो माथि खुर्सानी चपाइछु पिरो भयो भने जे भयो नि खानै छोड्नु होला। वालमा टच बनाऊ हो, थोरै प्रेस गर। अब घुमाउँदै जाने। नाइस, घुमाउँदै जाने। ठिक छ। आजलाई यति नै। डु लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क्स फर वाचिङ।